Ashidalek and welcome back to my channel. तपाईहरु सबैजनालाई र आज फेरि हामी जाँदैछौँ सिटोङ। अन्त यहाँ आमा कुकुरका लागि बिस्कुट लिएर जाँदै हुँदैछ। र आज चाहिँ हामी मम्मी म र दिदी हामी तीनजना चाहिँ उता मामाहरुलाई भेट्न जाँदैछ। दिदी पनि बल्ल दुबईबाट भर्खर आको र अब मामाहरु भेट्न जान्छु भन्नु हुँदै थियो दिदीले र हाम्रो होमस्टे पनि हेर्छु भन्नु हुँदै थियो। सो आज त्यसै कारण हामी सब आमा छोरा छोरी दिदी हामी सबजना जाने आज। सो I'll meet you on the road. पनि घमाइलो छ। यहाँ दिदी मम्मी यहाँ हाम्रो अल टाइम होला जति बेला भने पनि आइदिन्छ यो मान्छे चाहिँ। इमर्जेन्सी होस् कि नहोस् आइदिन्छ, जहाँ भने पनि जान्छु भन्छ। एक्सपिरियन्स ड्राइभर। अन्त उहाँको नम्बर चाहिँ म डिस्क्रिप्सनमा छोडिदिन्छु हो। तपाईँहरूलाई अब चाहिएको बेला चाहिँ अब आइदिन्छ दाजु हो। रेटहरु मिलाउनु छ भने चाहिँ उहाँसँग कन्ट्याक्ट गर्ने। र अब रमिता हेर्दैछौँ। East and West bola that is the best. यहाँबाट चाहिँ तपाईले तीन धारे देख्न सक्नु हुँदैछ। र आज घाम लागेर दिन पनि घमाइलो र त्यहाँ माथि टुप्पोमा चिम्नी डाँडा पनि देख्दैछ। अन्त त्यो एयरफोर्सको स्टेसन छ त्यहाँ। धुप्पी घारी बादलै बादल मजाको सिन। र आज दिन चाहिँ खुबै दामी छ। अस्ति जाँदाखेरि त खुसै परेको दिन हरेस लाग्यो। र आज चाहिँ खुबै मजा आउँछ। सिनहरु पनि दामी देख्छ। र भोलि हामी आलडाँडाहरु कहाँ जानेछौँ। त्यहाँबाट कञ्चनजङ्घाहरु देख्ने ठाउँ हो। त्यहाँबाट तपाईले कालिम्पोङ सिक्किम डल्लै देख्नुहुन्छ आलडाँडाबाट। र आलडाँडा चाहिँ अहिले यस्तो मोडिफाई भइसकेको छ कि त्यो माथिसम्म गाडी जाने भइसकेको छ। होमस्टेहरु यति बिघ्न भएको छ रेस्टुरेन्टहरु। र पहिला हामी सानसानो हुँदा त त्यस्तो थिएन। त्यो एकदम जङ्गल घारी थियो सोलिङको बाटो। र उकालो जानु हिँड्दै हिँड्दै जानु पर्थ्यो। र अहिले तपाईँलाई म अर्को ठाउँतिर भेटौँला। सो किप वाचिङ। र पहिला चाहिँ यो बाटो चाहिँ एकदम खोलाको बगर जस्तो थियो। हामी पहिला उता मरौमा जाँदाखेरि। र अहिले पानी परेर बाटोको गति देख्न सक्नुहुन्छ। यस्तो घिनै लाग्दो भइसक्यो। र अहिले चाहिँ धन्न बाटो पिच भएको कारणले चाहिँ हामी चाहिँ उता माथि चाहिँ छिटो पुग्छु। र यी भन्दा भन्दा ट्रक पनि आइपुग्यो। दुईवटा रहेछ। अन्त पछाडि एउटा लोड ट्रक छ हाम्रो पछाडि। फेरि यिनीहरू कस्तो छ हर्नै नबजाइ हुन्छ गाडी कम्ती कुद्छ भनेर। बाटो चाहिँ खुबै रमाइलो छ। अन्त गाडी घोडा पनि कम्ती हिँड्छ। मजा चाहिँ मजा आउँछ। तर यो अलिक बिचको पार्ट चाहिँ खाल्टाखुल्टी छ। बाद बाँकी त सबै ठिकै छ बाटो। र समर सिजनमा तपाईँ यहाँ आयो भने गाडी बाइकको पुरा भिडै देख्छ। सिलगढीको डल्लै मान्छे पोखिन्छ यहाँ खोला खेल्नुको लागि। तर खोला खेल्नु पनि जोगेर खेल्नुपर्छ। यहाँ चाहिँ कति बेला बाढ आइदिन्छ अन्त बगाएर लान्छ।
प्रायः जस्तो मान्छेहरू सब यतै खोला खेल्ने भएर कोहीलाई बगाएर लगेको छ, कोही के भएर, कोही डुबेर हो। र यी बाटो हेर्नुहोस् अहिले मजाको छ। यो बाटो चाहिँ मलाई खुबै मनपर्छ, स्पेसली यो बाटो। यो अब मालदिरामा आइपुग्नु आँट्यो। यहाँबाट आज बादलहरू मजाको देखिरहेको छ, भ्यू पनि मजाको र नो फग एन्ड अल। यहाँबाट अघि कालीझोडाको ड्याम पनि देख्दै थियो भन्दै थियो हाम्रो भोला दाले, तर मैले चाहिँ देख्नु पाएन। र त्यो सिधा त्यो पहिलो त्यो एउटा उयो बङ्गलो देख्नु हुँदैछ, त्यो चाहिँ मेफेयर जङ्गपना हो। र त्यहाँ चाहिँ बुकिङ पाउनु चाहिँ एकदम मुस्किल हुन्छ, किनभने पुरा त्यो अब जहिले सिजन होस् या अफ सिजन होस्, त्यो जहिले पिकमै हुन्छ। र नेक्स्ट टाइम अब ट्राई गर्छु त्यहाँ जाने हामी। र फाइनली आइपुगे हामी यहाँ ठुलो मामाको घरमा। यहाँ लुङदार धर्जियो लगाइरहेको रहेछ। यहाँ त पस्नुपर्छ नि हो। र लुङदार धर्जियो लगाइरहेछ। र अब यहाँ गएर खाजासाजा खाने, त्यहाँदेखि तल घरमा गएर खानासाना। यहाँ त भेजिटेरियन, तल त नन भेजिटेरियन। यहाँ गाडी ब्याक गर्दैछ, अन्त यहाँ सामान निकालेर त्यहाँदेखि घरको गाडी आउँछ लिन हामीलाई। सो लेट्स गेट अफ। यहाँ माइजूको घरमा आइपुग्यो हामी। यहाँ मम्मी चिया पिउँदै, माइजू त्यहाँ दाल पकाउँदै। अब यहाँ चाहिँ चियासिया खाएर खानासाना खाएर त्यहाँदेखि एकछिन बसेर चाहिँ तल घर, बस्तीको घर, तल घर हाम्रो। अन्त त्यहाँ हामी बस्ने, आराम गर्ने, त्यहाँदेखिको खाना खाने, भोलिपल्ट घुम्ने, यताउति त्यही सब गर्ने। र अन्त म चिया खान थालेको है साथीहरू। अहिले एकछिनमा भेटौँला। डाकिनीहरू पो रहेछ ल। यो चाहिँ हाम्रो दादाको पूजा कोठा। अन्त यहाँ छिमीहरू रेडी गरिरहेको रहेछ बेलुकाको लागि, ल पूजाको लागि। यहाँ चाहिँ डाकिनीहरूको रहेछ। अन्त यहाँ अझ र पानीहरू रहेछ। ऊ त्यो रातोमा यो दुईवटा उयो नाङ्गा नाचेको यो चाहिँ इसाराहरूले ल्याइदिएर काठको ठी बनाएको मजाले बनाएको छ, ठुलो मजाले। यो चाहिँ मेरो मम्मी दिदी फर्स्ट टाइम यहाँ पस्दैछ घरको गुम्बामा। यहाँ हामी घाम ताप्दै भात खाइसकेर मामा घाम लागेर मजाको पो भइरहेछ त, चिसो पनि छैन त्यस्तो, मजाको न्यानो भइरहेछ। र अब केही पछि बाद हामी तल घर जानेछौँ र सिधा त्यहाँ भेटौँ तपाईँहरूलाई। गाडीमा आइपुग्यो हो। अब आमाहरूको सामान मेरो त हालिसक्यौँ यहाँ। अब सामान राख्न जाँदैछु। त्यहाँदेखिको चाहिँ अब
तल्लो घर हाम्रो मूल घर त्यहाँ भेट हुन्छ तपाईँसँग यहाँ चाहिँ सब राखिदिए डिक्की लाउनुपर्छ गाडी त सानो धुलो भएन त तल सबजना चिया खाँदै बसिरहेको छ यहाँ आफू झन्डै यहाँको आफ्नै गाडीमै नअट्नु भएर हट हो त्यहाँदेखिको सिधा अब तल्लो घर त्यहाँदेखि भोलि तपाईँलाई दृश्य देखाउँछु म आलडाँडाबाट भ्यूहरू कस्तो देख्छ अन्त त्यहाँदेखिको जोगी खोला जान्छु त्यहाँ सब घुमेकोहरू तपाईँलाई म देखाउनु चाहन्छु र सिधा अब तपाईँहरूलाई तल घरमा भेट्छु म र अब हामी तल्लो घर जाँदैछौँ र अब दिन पनि चिसो चिसो हुँदै आउँदैछ अघि घाम लाग्दा चाहिँ खुबै दामी थियो तातो न्यानो भइरहेको थियो अन्त यहीँ अब यहाँ दादाको यहाँ ठुलो मामाको घरमा चाहिँ यहाँ पूजा भएर चाहिँ लुङदार धर्जिउ लगाएर चाहिँ यस्तो मजाको देखिरहेको छ नि यो आँगन प्लस त्यही माथि अहिले बादल पनि आउँदैछ अलिक चिसो चिसो हुँदै आउँदैछ र यहाँ मेरो एकदमै खुबै मनपर्ने गाडी किया सेल्टोस र यसको डिजल भेरिएन्ट चाहिँ मलाई खुबै दामी लाग्छ यो चाहिँ पेट्रोल भेरिएन्ट रहेछ नि त अस्ति मैले चाहिँ डिजल भन्दै रहेछु खासमा चाहिँ यो पेट्रोल रहेछ सो पेट्रोलमा त माइलेज कम्ती नै हुन्छ डिजलको त अलिक 16-14हरू होला एज कम्पेयर टु पेट्रोल अप हिलमा यसको समथिङ अराउन्ड 10-11 माइलेज दिँदो रहेछ तेर्सोमा हार्डली 14 भन्दै थियो मलाई सो गाडी त खुबै राम्रो छ सनसेडहरू दिएको छ सब छ बट यो चाहिँ 2022 को मोडल हुनाले गर्दा चाहिँ त्यो डिजिटल डिस्प्ले चाहिँ छैन त्यो ड्यासबोर्ड र उयो यसको यो मिडियाको डिस्प्ले जो छ एकसाथै हुन्छ नि त नयाँ मोडलमा त्यो चाहिँ दिएको छैन देख्न सक्नुहुन्छ नयाँ कियाकोमा चाहिँ के छ भने यो ड्यासबोर्ड र यसको चाहिँ डिस्प्ले चाहिँ एकै साथ छ नि त एउटै प्यानल छ नि त मजाको र यो बाटो पहिला अब हामी सानसानो हुँदाखेरि यहाँ कुनै गाडी हिँड्दैन थियो त्यस्तो बेसी र अहिले चाहिँ यतिको चाहिँ गाडी चल्ने भएको चाहिँ राति तपाईँको 2-3 बजीसम्म यहाँ गाडी चल्छ पहिला त त्यस्तो केही थिएन यहाँ पहिला त इट वाज जस्ट लाइक अ गाउँ बस्ती बट नाउ इट हेज कम्प्लिटली चेन्ज होमस्टेले गर्दा केले गर्दा अब पुरै उयो चेन्ज भइसकेको छ यहाँ सो आई वुड सी यु तल घरमा इन माई रुम पुग्नु चाहिँ अघि पुगेको बट आई वाज बिट टायर्ड अन्त एकछिन बिसाएँ चिया खाएँ माइजू मामाहरूसँग गफ गरेँ र रुम त देख्नु हुँदै होला यो रुम त मैले पहिला पनि देखाएको तपाईँहरूलाई र हामी आज यतै बस्नेछौँ हो अन्त बाथरुममा त एज यु अल नो 24/7 अब
वाटर सप्लाई पनि छ प्लस यसमा गिजर फेसिलिटिज पनि देख्छ हट सावर लिनु छ भने अब चिसो छ त्यसै अब मुखहरू धुनु छ भने अब तातो पानी त चाहियो त्यसकै लागि अब गिजरहरू पनि दिएको छ यहाँ सो I will continue my vlog tomorrow so that's it for today do like share and subscribe हैन सो पार्ट 2 पनि आउनेछ भोलि पार्ट 2 पनि बनिनेछ भोलि सरी आउनेछ भन्दै रहेछु म पनि सो भोलि पार्ट 2 पनि बनिन्छ यो दुईटै भिडियो मर्ज हुनेछ सो that's it for today see you guys tomorrow so let me show you the night view of Sitong र अहिले यस्तो छ अँधेरोमा हो र यो चाहिँ हामी बसेको घर ओ यहाँ मामा अन्त यो घरको कुकुरहरू हाम्रो यो चाहिँ भान्साघर हाम्रो र ऊ माथि टुप्पोमा बत्ती देख्नुहुँदैछ त्यो चाहिँ बाघवटा फेरि त्यो तलनिर त्यो होमस्टेहरू छ अन्त ऊ यो अगाडिबाट चाहिँ ओह्रालो गयो भने जोगीघाट त्यहाँदेखि मङ्पू अनि यो यता गयो भने चाहिँ नस्पति गाउँ हो अन्त यहाँ मामा र यहाँ घरको कुकुर दुईजना आयो चाहिँ एकान्तसँग 3 महिनाको दाजु मम्मी माइजू लसुन अदुवा काट्दै झन्डै लसुन भन्दै रहेछ त्यहाँ बिहालो मासुको दाउमा दादा कुखुरा कटिङ घरको कुखुरा कटिङ आज बेलुका यसको झोलसरी बनाएर खाने चिसो मौसम अन्त कुखुराको मासु यो चाहिँ खाना पकाउने रुम अरू कहाँ गाउँहरू देख्दैछ मजाले तर गोप्रोमा चाहिँ त्यस्तो खासै देख्नु चाहिँ सक्दैन हामी कहाँ गएको तर यस्तो अँधेरोमा राम्रो आउँदैन रहेछ गोप्रोमा अँधेरोहरू अरू ठाउँहरू पनि तपाईँलाई देखाउनु थियो तर आँखाले देखेको जस्तो जस्टिफाई हुँदैन सो पार्ट 2 को लागि स्टे ट्युन्ड है brothers and sisters don't forget to like share and subscribe my channel so part 2 पनि आउने छ छिटै so stay tuned tata bye bye good night